What's up YouTube? Welcome back to my YouTube channel. It's your boy Gary. So स्वागत छ मेरो न्यू ब्लगमा. आई होप तपाईं सन्चै हुनुहुन्छ. म पनि सन्चै नै छु. सो गाइज मैले यत्रो दिनसम्म ब्लग गराइरहेको थिएन किनभने चाहिँ लाइफमा धेरै प्रब्लमहरु चलिरहेको थियो. त्यो प्रब्लम भनेको मेरो कलेजको प्रब्लम हो. मैले धेरै असाइनमेन्टहरु प्रेजेन्टेसन प्रेजेन्ट गर्न थियो. त्यही भएर मैले त्यो कामहरु गर्दाखेरि मैले ब्लगहरु गराउन पाएन एन्ड कतिले लागिरा होला ब्लग क्विट गरेर लाइक मेनी न्यू क्रिएटर्स हैव डन. सो मैले त्यस्तो क्विट त गरेको छैन बट मेरो प्रब्लम पनि चलिरहेको थियो. त्यहीमाथि हाम्रो जिम पनि रेनोभेट भइरहेको छ. जिम सर्दैछ. सो त्यही भएर जिममा धेरै त्यो लुक्स राम्रो थिएन, एस्थेटिकनेस थिएन. त्यही भएर मैले ब्लगहरु गराएन. सो आजको हामी मेन कुरामा गर्छौँ. आई हेभ इन्जर्ड माई सोल्डर. यु आर राइट. मैले मेरो सोल्डर इन्जर गरिसकेँ. सो मैले सोल्डर इन्जर कुन एक्सर्साइजले गरेँ भनेर म्याक्सिमम मनमा क्वेसन आइरहेको होला. म त्यसको एन्सर लास्टमा दिन्छु. सो गाइज मैले सोल्डर इन्जर्ड गरिसकेँ. सो डक्टरले मलाई लगभग 2 विकको रेस्ट र लाइट वार्मअप र सम मेडिकेसनहरू सजेस्ट गर्नुभएको छ. सो मैले त्यो फलो गर्छु. सो गाइज म एउटा कुरा के भन्छु भनेपछि कहिले पनि कुनै वर्कआउटहरू हाम्रो लागि बनेको हुँदैन. हाम्रो बडीको स्ट्रक्चर अनुसार बनेको हुन्न. यदि त्यो स्ट्रक्चर नबनेको एक्सर्साइजलाई हामीले पुरा गर्न छ भने हामीले हाम्रो बडीलाई त्यो अनुसार ढाल्नुपर्छ. आई मिन मैले ढाल्नुपर्छ भन्दा हल्का कम्प्लिकेटेड सुनिन्छ बट कस्तो भने चाहिँ कसैको लागि स्क्वाट गर्दाखेरि अप्ठ्यारो हुन्छ. तिम्रो बोन स्ट्रक्चर र बडी स्ट्रक्चर फरक हुन्छ. तर हामीले एकदम क्लिन फर्ममा हान्यौँ भने त्यो प्रब्लमहरू आउँदैन के. मैले स्मिथ मेसिन हान्दाखेरि मेरो फर्म राम्रो थिएन. लाइक अरूहरूको भन्दा मेरो हल्का फर्म बिग्रेको थियो. मैले पहिलेबाट त्यही स्टाइलमा हानिरहेको थिएँ. त्यही भएर खासै मैले त्यो कुरामा फोकस गर्न पाएन. सो गाइज अहिले मेरो हाल नराम्रो भइसक्यो. मैले सोल्डर इन्जर्ड गरिसकेँ. मेरो सोल्डर हल्का यो मुभमेन्टभन्दा माथि गर्न मिलिरहेको छैन. कुरा के आउँछ भने चाहिँ यसमा गल्ती कसको छ? यसमा गल्ती अभियसली मेरो छ र मलाई पहिला सिकाउने ट्रेनरको गल्ती छ. सो उहाँले जस्तो सिकाउनु भयो मैले त्यस्तै हाने. मैले सबै गल्ती उहाँको पनि भनेको छैन. यसमा लगभग 70% मेरो गल्ती छ. मैले त्यो उहाँले मलाई जस्तो सिकाउनु भयो मैले त्यसलाई रिसर्च गरेर मैले कुन कुरा राइट हो कुन कुरा राइट होइन. यसमा गल्ती कसको छ? सो यसमा गल्ती के कुरा राइट हो के कुरा रङ हो भनेर मैले बुझ्नुपर्ने कुरा हो. मैले आफूले रिसर्च गर्नुपर्ने हो. र म सबैलाई के भन्छु भने चाहिँ ट्रेनरले सिकाउँदा पनि एकताले आफूलाई रिसर्च गर. आई नो ट्रेनरहरू धेरै नै एकदम क्वालिफाइडहरू हुनुहुन्छ. तर कहिले कसो आफूले रिसर्च गर्दा पनि हामीलाई पनि नलेज मिल्छ. यो कुरा यसरी गर्नुपर्छ. मान्छेबाट मिस्टेक भइहाल्छ. हाम्रो ट्रेनरहरूबाट पनि कहिले कसो मिस्टेक भइरहेको हुन्छ. त्यही कुरा हामीले रिभाइज गऱ्यौँ भने रिसर्च गऱ्यौँ भने कस्तो फिल हुन्छ भने चाहिँ यो कुरा यसरी गर्नुपर्छ भनेर हामीलाई पनि फिल हुन्छ. सो म के सजेसन गर्छु भने चाहिँ न्युबिजहरूलाई रिसर्च गरेर ट्रेनरहरूले सिकाउँदा पनि एकदम प्रोफेसनल ट्रेनरले ट्रेन गरिरहेछ भने यु डोन्ट निड. यदि गर्न मन छ भने गर्दा पनि हुन्छ. तर जिममा कोही आल्तु फाल्तु टाइपको ट्रेनरहरू छन् भने तिनीहरूले ट्रेन गर्दाखेरि प्लिज एकताली घर गएर रिसर्च गर्नु पनि पर्छ. सो गाइज मेरो इन्जर्ड केले भयो भन्ने म भन्छु. मेरो इन्जर्ड भएको हो इन्क्लाइन डम्बल प्रेसमा. सो इन्क्लाइन डम्बल प्रेस गर्दाखेरि मैले हल्का इगो लिफ्ट नै गरिरहेको थिएँ. सो मैले म्याक्स वेट 2 रेपिटेसन हान्छु भने सोचेको थिएँ. त्यही वेट गर्दाखेरि मेरो सोल्डर इन्जर्ड भएको थियो. अनि 2-3 दिनमा सन्चो भइसकेको थियो. फेरि मैले हिजो इन्क्लाइन स्मिथ मेसिन ट्रेन गर्दाखेरि मैले फुल लोड पारेँ आफ्नो सोल्डरमा. त्यसले मेरो रोटेसन कप गयो. रोटेसन पुरा गयो भन्न खोजेन. हल्का इन्जर्ड भएको छ. इरिटेसनहरू फिल भइरहेको छ मलाई सोल्डरमा. लाइक मैले ह्यान्डलाई योभन्दा माथि उचाल्न सकिरहेको छैन. योभन्दा माथि उचाल्दाखेरि मेरो पेन स्टार्ट भइहाल्छ. सो गाइज प्रत्येक कुरा नराम्रो हुँदा केही कुरा राम्रो हुन्छ. फाइनली आई हेभ अबाउट द A7C. आई नो A7C पुरानो मोडल भइसक्यो बट मैले A7C लिनुको मेन कारण के हो भने चाहिँ मेरो बजेट पुगेन. मलाई FX30 लिन मन लागिरहेको थियो. FX30 र A7C Mark II को प्राइस एउटै छ. तर एउटा फरक के छ भने चाहिँ A7C को मोडलहरू सब फुल APS-मा छ, फुल फ्रेममा छ र FX30 भनेको APS-C हो. सो APS-C लो लाइट पर्फर्मेन्स राम्रो हुँदैन सेन्सर स्मल भएर. सो मेरो बजेट लाइक 1,90,000 थियो. सो 1,90,000 मैले बडी मात्रै FX30 को बडी पाइरहेको थिएँ. बट बडी मात्रै किनेर त्यो कुरा समाप्त थिएन. सो आई हेभ टु बाई लेन्स अल्सो. सो मलाई यसको बडी पऱ्यो FX30 को बडी पऱ्यो लगभग 1,60,000. अनि मैले लेन्स यताउता गर्दा 2,10,000 पऱ्यो. मैले हल्का पैसा आफ्नो पनि एड गरेँ. सो यो क्यामेरा किनेको मैले सब आफ्नो पैसाबाट किनेको. मैले प्यारेन्ट्सहरूलाई भनेन. सो मसँग हल्का सेभिङ थियो. पहिला म जब गर्थेँ. त्यो जबबाट हल्का सेभिङ थियो. त्यही सेभिङबाट मैले किनेको क्यामेरा हो.
सो मेरो भ्लगिङको लागि यो बेस्ट छ। अनि अर्को कुरा भने चाहिँ A7C नै लिनुको मेन कारण के हो भने चाहिँ म यसको युआईसँग राम्रोसँग कनेक्टेड फिल गर्छु। किनभने चाहिँ मैले पहिला A6400 चलाएको सोनीको, सोनीको A6400 को जुन युआई छ नि त्यो युआईसँग म सोनीको A7C को युआईसँग एकदम राम्रोसँग म्याच खान्छ। मैले A7C Mark II किनेको भइदिया बाई चान्स त्यसको न्यू युआई सिस्टममा म खासै होल्ड गर्न सक्दैन, किनभने चाहिँ त्यसको नयाँ मेन्यु मलाई सिक्नै धेरै टाइम लाग्थ्यो। सो मैले A7C लगेँ। सो A7C को बेस्ट कुरा के छ भने चाहिँ मलाई बेस्ट लाग्ने भनेको फ्लिप स्क्रिन। सो मैले ब्लग गर्दाखेरि यसको फ्लिप स्क्रिनले मलाई धेरै हेल्प गर्छ। सो ब्लगिङको लागि नै मैले A7C किनेको। अब कतिलाई लाग्ला किन JB E10 Mark II नकिनेको भन्दाखेरि मैले JB E10 Mark II नकिन्नुको मेन कारण भनेको IBIS, त्यसमा इमेज बडी स्टेबलाइजेसन थिएन। सो त्यही भएर मैले त्यो किनेन, मैले यो किने एन्ड आई एम सो ह्याप्पी। सो मलाई यो क्यामेरा किन्दाखेरि मैले यो क्यामेरा सेकेन्ड ह्यान्ड मार्केटमा किनेको, तर सेकेन्ड ह्यान्ड मार्केट किन्दा पनि मैले पसलबाट किनेको होइन, यो मैले दाइसँग किनेको। सो यसको सटर काउन्ट छ लगभग 200 सटर काउन्ट हुँदा मैले किनेको, किनभने चाहिँ यो इन्डियामा यो मोडल पाइरहेको छ अहिले पनि फ्लिपकार्टमा। सो कसैको बजेट कम छ भने दिस क्यामेरा आई प्रिफर, म सबैलाई यो क्यामेरा किन भन्छु। बट अब बजेट हाई छ भने FX30, नत्र एकदम हाई छ भने क्यानन R6V किन्दा हुन्छ, FX3 वा FX5 किन्नुभन्दा, त्यो ओभर प्राइस क्यामेरा किन्नुभन्दा। सो गाइज, सो मैले आज आफ्नो नयाँ क्यामेरा पनि देखाइसकेँ। अब ब्लगिङको लागि अब नयाँ कुराहरू मैले ग्याजेटहरू एसेसरिजहरू एड गरिरहेको छु। आई होप यु लाइक दिस भिडियो। प्लिज सब्सक्राइब माई च्यानल, लाइक सेयर कमेन्ट एन्ड आई होप सी यु सुन। सो मेरो जिम रेनोभेसन काम चलिरहेको छ, मेरो जिम होइन, जिम ओनरको जिम रेनोभेसनको कामहरू चलिरहेको छ। त्यो काम चल्यो भने हामी नयाँ जिममा सिफ्ट हुन्छौँ होला, त्यहाँ सिफ्ट भएपछि ब्लग रेगुलर आउँछ। आइएम सरी गाइज, कोहीले मलाई रेगुलर हेर्छ अनि मैले ब्लग ढिलो गराएँ। सो धेरै प्रब्लमहरू चलिरहेको थियो, लाइक कलेजको प्रब्लम अनि जिम पनि सिफ्ट भइरहेको थियो। सो त्यही मैले ब्लगहरू गराउनु पाएको थिएन। आई होप गाइज यो मेरो कटिङ सेसन पनि मैले स्टार्ट गर्न लागेको छु। सो त्यो कटिङ सेसन अब जुन दिन जिममा जान्छु म त्यो दिन कटिङ सेसन पनि हाल्छु। सो गाइज, आई होप यु लाइक दिस भिडियो। लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब, अघि नै भनिसकेँ मैले। सो गाइज, बाई बाई, सी यु सुन, बाई।